नमस्ते सम्पूर्णमा म अधिवक्ता हिरा श्रेष्ठ आज पनि हजुरहरू समक्ष छोटो कानुनी जानकारी लिएर उपस्थित भएको छु। आज चाहिँ जानकारी दिने क्रममा कुनै पनि एक व्यक्तिले अर्को व्यक्तिलाई दुःख दिने या चाहिँ हानि नोक्सानी पुर्याउने नियतले चाहिँ झुट्टा उजुरीहरू दिएको खण्डमा चाहिँ के कसरी क्षतिपूर्तिको माग गर्न सकिन्छ भन्ने विषयलाई लिएर हो। हाम्रो नेपालमा चाहिँ जस्तो सुकै मुद्दाहरू पनि दर्ता हुने, बिना सबुत बिना प्रमाण पनि दर्ता हुने, जसले गर्दाखेरि पीडितलाई अझ पीडा बढेको छ र सो कारणले गर्दाखेरि चाहिँ हामीलाई न्याय छैन, नेपालमा कानुन राम्रो छैन भन्ने मानिसहरूको गुनासो धेरै आइरहेको कारणले गर्दाखेरि यो भिडियो मैले हजुरहरूको लागि लिएर आएको हो। यदि कुनै पनि व्यक्तिले चाहिँ अर्को व्यक्तिलाई झुट्टा मुद्दा यसरी दायर गरिएको खण्डमा चाहिँ हजुरहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि नेपालको कानुनमा प्रष्ट रूपमा के कुरा खुलाइएको छ भन्दाखेरि कुनै पनि व्यक्तिले अर्को व्यक्तिलाई दुःख दिने या चाहिँ हानि नोक्सानी पुर्याउने नियतले चाहिँ झुट्टा उजुरीहरू दर्ता गरिएको प्रमाणित भएमा चाहिँ हजुरहरूले चाहिँ उक्त प्रत्यर्थीले उजुरीकर्ता मार्फत चाहिँ क्षतिपूर्ति भराउन सक्नेछ भन्ने कुरा उल्लेख गरिएको छ र सो कुराको माग गर्दाखेरि चाहिँ हजुरहरूले कस्तो कस्तो कुराहरू समावेश गर्न सक्नुहुन्छ भन्दाखेरि जब हजुरलाई मुद्दा पर्छ त्यो मुद्दा पर्दाखेरि आत्मरक्षाको लागि हजुरले खर्च गर्नुभएको खर्च, अदालती दस्तुर र सो बखत चाहिँ हजुरहरूले आफ्नो कानुन व्यवसायी लगाएर गर्नुभएको खर्च समेत समावेश गर्न सक्नुहुनेछ। र त्यति मात्र नभइकन यसको हदम्यादको कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरहरू यदि थुनामा हुनुहुन्छ या चाहिँ गिरफ्तारमा हुनुहुन्छ भने जुनसुकै बेला लाग्न सक्छ र सो बाहेक अन्य अवस्था भएको खण्डमा चाहिँ सो भए गरेको मितिले 6 महिनाभित्र चाहिँ नालिस गर्न सक्नुहुनेछ र हजुरले न्याय पाउन सक्नुहुनेछ। हस्त नमस्ते।